नमस्कार साथीहरू, स्वागत छ मेरो युट्युब च्यानलमा। आजको भिडियो हामी प्री टेस्टका पुराना प्रश्नहरू ओल्ड इज गोल्ड हेर्नेछौँ। सङ्गठित संस्थान, अप्राविधिक सहायक स्तर, द्वितीय खरिदार वा सो सरह पदको खुला प्रतियोगात्मक लिखित परीक्षा 2082 7वाँ महिना 15 गते भएको इक्जामको ओल्ड इज गोल्ड क्वेसनको हामी एन्सर क्वेसन गर्नेछौँ। यदि तपाईँ लोकसेवा सार्वजनिक संस्थान तथा 5औं या 4थो तह प्री टेस्टको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँकै लागि निकै उपयोगी हुन सक्छ। पुराना प्रश्नहरू अभ्यास गर्दा परीक्षामा सोध्ने प्रश्नको ढाँचा, विषयवस्तु र प्रश्नको स्तर बुझ्न सजिलो हुन्छ। त्यसैले आज हामी विगतका परीक्षामा सोधिएका महत्त्वपूर्ण प्रश्नहरूलाई एक-एक गर्दै समाधान गर्नेछौँ। अब सुरु गरौँ आजको पहिलो प्रश्नबाट। प्रश्न नम्बर 1 यस प्रकारको रहेको छ। क्यास्पियन सागरलाई तलका मध्ये कुनले सही व्याख्या गर्दछ? प्रश्न नम्बर 1 को सही एन्सर विश्वको सबैभन्दा ठुलो पानी भएको ताल। त्यस्तै प्रश्न नम्बर 2 जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस्। यता पर्वत श्रृङ्खला छ, यता महादेश। रकिज पर्वत श्रृङ्खला उत्तर अमेरिकामा पर्छ। त्यस्तै अल्पाज युरोपमा, एन्डिज दक्षिण अमेरिकाई महादेशमा, त्यस्तै एटलस अफ्रिकामा। त्यस्तै प्रश्न नम्बर 3 नेपालको भौगोलिकतासँग सम्बन्धित सही कथन छनौट गर्नुहोस्। अप्सन नम्बर ए गोसाइँकुण्डलाई शिलुतीर्थ पनि भनिन्छ। अप्सन बी मेची नदीलाई बिहारको दुख मानिन्छ। अप्सन सी नेपालको पूर्व पश्चिम औसत लम्बाइ 193 किलोमिटर छ। यसको सही एन्सर अप्सन ए गोसाइँकुण्डलाई शिलुतीर्थ पनि भनिन्छ। मेची नदीलाई बिहारको दुख होइन, यो कोशी नदीलाई बिहारको दुख मानिन्छ। त्यस्तै अप्सन सी को नेपालको पूर्व पश्चिम औसत लम्बाइ 193 किलोमिटर होइन, यसको नेपालको पूर्व पश्चिम औसत लम्बाइ 885 किलोमिटर रहेको छ। त्यस्तै अप्सन डी अन्नपूर्ण हिमाल 82 मिटर अग्लो छ, यो अप्सन गलत छ। अन्नपूर्ण हिमालको उचाइ 80-91 मिटर अग्लो रहेको छ। त्यस्तै प्रश्न नम्बर 4 एजेन्डा 21 केसँग सम्बन्धित छ? अप्सन ए पूर्वाधार, अप्सन बी वातावरण, अप्सन सी सामाजिक विकास, अप्सन डी मानव विकास। यसको सही एन्सर अप्सन बी वातावरण रहेको छ। त्यस्तै क्वेसन नम्बर 5 दिगो विकासको 5औं लक्ष्य तलका मध्ये कुनसँग सम्बन्धित छ? अप्सन 1 भोकमरीको अन्त्य, अप्सन बी स्वच्छ खानेपानी र सरसफाइ, अप्सन सी गुणस्तरीय शिक्षा, अप्सन डी लैङ्गिक समानता। यसको सही एन्सर अप्सन डी लैङ्गिक समानता 5औं लक्ष्य नम्बर रहेको छ। भोकमरीको अन्त्य लक्ष्य नम्बर 1 मा रहेको छ। अनि स्वच्छ खानेपानी तथा सरसफाइ यो लक्ष्य नम्बर 7 मा रहेको छ। त्यस्तै गुणस्तरीय शिक्षा तपाईँको लक्ष्य नम्बर 4 मा रहेको छ। अनि लैङ्गिक समानता यो दिगो विकासको 5औं लक्ष्य रहेको छ। त्यस्तै क्वेसन नम्बर 6 प्रथम विश्वयुद्धको अन्त्य कुन सन्धिबाट भएको हो? यसको सही एन्सर द ट्रिटी अफ भर्साइल सन्धिबाट। त्यस्तै प्रश्न नम्बर 7 राजा पृथ्वीनारायण शाहले मकवानपुरमाथि कहिले विजय प्राप्त गरेका थिए? यसको सही एन्सर रहेको छ अप्सन बी विक्रम सम्वत 1819 भाद्र 9 गते। त्यस्तै प्रश्न नम्बर 8 देखाएका समूहबीच जोडा मिलाई कोडबाट सही विकल्प छनौट गर्नुहोस्। समूह अ, समूह आ। ए त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति स्वर्ण शमशेर। त्यस्तै लोकसेवा आयोगका प्रथम अध्यक्ष अनिरुद्ध प्रसाद सिंह।
त्यस्तै सी प्रथम प्रधान सेना भीमसेन थापा। नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जाब्रा। यसको सही विकल्प भनेको अप्सन बी रहेछ। त्यस्तै प्रश्न नम्बर 9, नेपालको कुन आदिवासी जनजाति समुदायले सिरुवा पर्व मनाउने गर्दछ? यो राजवंशी हो, अप्सन डी। त्यस्तै प्रश्न नम्बर 10, विक्रम सम्वत 2081 को मदन पुरस्कार कुन कृतिलाई प्रदान गरिएको छ? यसको सही जवाब रहेको छ अप्सन सी, उर्माल। त्यस्तै प्रश्न नम्बर 11, आर्थिक सर्वेक्षण 2081-82 अनुसार आर्थिक वर्ष 2080-81 मा नेपालको कुल ग्रस्त उत्पादनमा उद्योग क्षेत्रको योगदान कति रहेको थियो? यसको अप्सन सी रहेको छ 12.83%। त्यस्तै प्रश्न नम्बर 12 मा चालु खाताको सकारात्मक सन्तुलनले के जनाउँछ? यसको सही एन्सर रहेको छ अप्सन बी, निर्यात र अन्य आय स्रोतबाट प्राप्त रकम आयात र अन्य भुक्तानी भन्दा बढी भएको। त्यस्तै प्रश्न नम्बर 13 मा तल दिएका भनाइहरू अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस्। गण्डकी साक्षर प्रदेश घोषणा भएको प्रदेश हो, यो ठिक रहेछ। 2 नम्बर, मध्य प्रदेश साक्षर प्रदेश घोषणा हुन बाँकी छ, यो पनि ठिक रहेको छ, अहिले पनि बाँकी छ साक्षर घोषणा। त्यस्तै नेपालका सबै प्रदेशहरू साक्षर घोषणा भइसकेको छन्, छैन, यो गलत छ। सबै प्रदेशहरू अहिलेसम्म साक्षर घोषणा भएको छैन। यसको सही विकल्प अप्सन बी रहेको छ। त्यस्तै प्रश्न नम्बर 14 मा तलका मध्ये सबैभन्दा पछि स्थापना भएको नेपालको सार्वजनिक संस्थान कुन हो? यसको सही एन्सर अप्सन ए रहेको छ, सिडिएस एन्ड क्लियरिङ लिमिटेड। त्यस्तै प्रश्न नम्बर 15 मा नेपालको 15 योजनाको कुल लगानी अनुमान कति रहेको थियो? यसको सही विकल्प अप्सन सी रहेको छ, रु 9229 अर्ब होइन। त्यस्तै अब यस्तै आउने दिनमा अब आगामी प्री टेस्टमा सोध्न सक्छ, नेपालको 16 योजनाको कुल लगानी अनुमान सोध्न सक्छ। राज्यमा कानुनको आवश्यक प्रश्न नम्बर 16 मा अब राज्यमा कानुनको आवश्यकताका सन्दर्भमा देखाएका मध्ये कुन अमिल्दो छ? यसको सही विकल्प बी रहेको छ, शासकको असीमित अधिकारको संरक्षण गर्न। त्यस्तै प्रश्न नम्बर 17, नेपाल अधिराज्यको संविधान 2047 मा कतिवटा मौलिक हकहरू थिए? यसको सही एन्सर डी, अप्सन नम्बर डी, 13वटा थियो। 18 नम्बर, नेपालको संविधानका अनुसूची र 3 का व्यवस्थाबीच जोडा मिलाई कोडबाट सही विकल्प छनौट गर्नुहोस्। अनुसूची छ अनि व्यवस्था छ। ए अनुसूची 1 मा राष्ट्रिय झण्डा छ। त्यस्तै बीमा अनुसूची बीमा राष्ट्रिय गान छ। त्यस्तै सीमा अनुसूची 3 मा निशान छाप छ। त्यसरी अनुसूची 4 मा जिल्लाको सूची रहेको छ। यसको सही विकल्प अप्सन ए रहेको छ, A2, B4 एन्ड C1, D3। त्यस्तै प्रश्न नम्बर 19 मा नेपालको संवैधानिक प्रावधान अनुसार वैदेशिक ऋण लिने अधिकार कुन एकाइलाई छ? यसको सही विकल्प अप्सन डी रहेको छ, सङ्घको वैदेशिक लिने अधिकार रहेको छ। त्यस्तै प्रश्न नम्बर 20 मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र 1948 मा कति धारा रहेका छन्? यसको सही विकल्प अप्सन बी रहेको छ, 30 धारा रहेको छ मानव अधिकार विश्वव्यापी घोषणापत्रमा। त्यस्तै प्रश्न नम्बर 21, नेपालले सर्वप्रथम कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकहरूको क्रम मिलाउनुहोस्। यसको सही विकल्प अप्सन ए रहेको छ, पहिलो बेलायत, त्यसपछि अमेरिका, त्यसपछि भारत, त्यसपछि फ्रान्स कूटनीतिक सम्बन्ध रहेको छ। त्यस्तै प्रश्न नम्बर 22 मा कुन मितिमा राष्ट्रका प्रतिनिधिहरूले संयुक्त राष्ट्र सङ्घको वाडापत्रमा हस्ताक्षर गरेका थिए? यसको सही विकल्प अप्सन बी रहेको छ, 26 जुन 1945। त्यस्तै प्रश्न नम्बर 23 मा सार्क मध्यस्थता परिषदको केन्द्रीय कार्यालय कहाँ रहेको छ?
यसको सही 23 को सही विकल्प अप्सन डी रहेको छ, इस्लामाबाद, पाकिस्तान। त्यस्तै प्रश्न नम्बर 24, एसियाली विकास बैंकका प्रमुख सेयर साझेदार मुलुकहरू जापान र अमेरिका हुन्, अप्सन बी। त्यस्तै प्रश्न नम्बर 25, निम्नमध्ये कुन राष्ट्रिय दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन एसियानको संस्थापक सदस्य होइन? यसको सही विकल्प अप्सन सी रहेको छ, कम्बोडिया। त्यस्तै प्रश्न नम्बर 26, एक अश्वशक्ति बराबर कति वाट हुन्छ? 1 हर्स पावर इज इक्वल टु कति वाट हुन्छ? यसको सही विकल्प अप्सन बी रहेको छ, 746। त्यस्तै प्रश्न नम्बर 27, टेलिफोनको आविष्कार कसले गरेका हुन्? यसको सही विकल्प अप्सन ए रहेको छ, अलेक्जेन्डर ग्राहम बेल। त्यस्तै प्रश्न नम्बर 28 मा कम्प्युटरका आयव्ययहरूलाई यसका मुख्य कार्यसँग जोड्दा मिलाउनुहोस् र दिएका कोडहरूबाट सही विकल्पहरू छान्नुहोस्। कम्पोनेन्ट अनि प्राइमरी फङ्सन। सिपियुले डेटा र निर्देशनहरू प्रशोधन गर्दछ। बीमा ऱ्याम अस्थायी डेटा भण्डारण गर्दछ। सीमा हार्डवेयर ड्राइभ डेटालाई स्थायी रूपमा भण्डारण गर्दछ। डीमा सिपियु ग्राफिक्स प्रशोधन कार्य गर्दछ। यसको सही विकल्प अप्सन ए रहेको छ, A2, B3, C1, D4। त्यस्तै प्रश्न नम्बर 29 मा भिटामिन ए को कमीले लाग्ने रोग तलकमध्ये कुन हो? अप्सन नम्बर स्कर्बी, अप्सन बी कमजोरी, दृष्टि र अन्धता, अप्सन सी रक्त अल्पता, अप्सन डी गाँड। यसको सही विकल्प अप्सन बी रहेको छ, कमजोर दृष्टि र अन्धता। त्यस्तै प्रश्न नम्बर 30 मा नेपाल कबड्डी लिग 2025 को विजेता टोली कुन हो? यसको सही विकल्प अप्सन सी रहेको छ, जनकपुर के नाइट्स। त्यस्तै प्रश्न नम्बर 31 मा जाउँ। तलका मध्ये कुन कार्य नेपाल राष्ट्र बैंकको होइन? यसको सही विकल्प प्रश्न नम्बर सी, ठुला व्यापारिक फर्मलाई ऋण प्रदान गर्नु। त्यस्तै प्रश्न नम्बर 32 मा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो? विक्रम 2050 जेष्ठ 25 गते। यसको सही विकल्प अप्सन बी रहेको छ। त्यस्तै प्रश्न नम्बर 33, नेपालका सबै सरकारी खाताहरूको अन्तिम रेखा परीक्षण गर्ने जिम्मेवारी कुन निकायको हो? यसको सही विकल्प अप्सन डी रहेको छ, महालेखा परीक्षकको कार्यालय। त्यस्तै प्रश्न नम्बर 34 मा जाउँ। सार्वजनिक संस्थानका कर्मचारीहरूको छनौट लोक सेवा आयोगबाट गर्ने व्यवस्था नेपालको संविधान कुन धारामा रहेको छ? यसको सही विकल्प अप्सन डी रहेको छ, धारा 243 मा। त्यस्तै प्रश्न नम्बर 35, व्यवस्थापन करार अन्तर्गत सञ्चालनमा रहेको संस्थान तलका मध्ये कुन हो? कृषि औजार कारखाना लिमिटेड। यसको सही विकल्प अप्सन बी रहेको छ। त्यस्तै प्रश्न नम्बर 36 मा नेपालको अर्थतन्त्रमा सार्वजनिक संस्थानको भूमिका देखाएका मध्ये कुन होइन? यसको सही विकल्प अप्सन सी रहेको छ, प्रविधिको विकास र नवपरिवर्तन। त्यस्तै प्रश्न नम्बर 37, तल दिएका मध्ये संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्र कुन होइन? यसको सही विकल्प रहेको छ, अप्सन डी कर छली। त्यस्तै प्रश्न नम्बर 38, नेपालमा औद्योगिक क्षेत्र अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्? यसको सही विकल्प रहेको छ, 10, अप्सन सी। त्यस्तै प्रश्न नम्बर 39, नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडलाई सार्वजनिक संस्थानहरूको वर्गीकरणमा कुन क्षेत्र अन्तर्गत समावेश गरिएको छ? यसको सही विकल्प रहेको छ, अप्सन सी, सेवा सर्भिस क्षेत्र। त्यस्तै प्रश्न नम्बर 40 मा नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो? यसको सही विकल्प प्रश्न नम्बर ए रहेको छ, विराटनगर जुट मिल। त्यस्तै प्रश्न नम्बर 41, कार्यालय व्यवस्थापनका प्रमुख उद्देश्यहरूका सन्दर्भमा सही विकल्प छनौट गर्नुहोस्। अप्सन ए 1 मा कार्यकुशलता, प्रभावकारिता र कानुनको शासन, यो ठिक रहेको छ।
त्यस्तै अप्सन नम्बर 2 जोखिम न्यूनीकरण अनुशासन कार्यकुशलता यो गलत रहेको छ। सेवा प्रवाह अनुशासन र कानुनको शासन यो पनि गलत छ। कार्यकुशलता प्रभावकारिता र उत्पादकता यो ठिक रहेको छ। त्यस्तै यसको सही विकल्प अप्सन बी रहेको छ। 1 र 4 मात्र सही रहेको छ। त्यस्तै प्रश्न नम्बर 42 मा जाम। तल दिएका मध्ये विद्युतीय शासन प्रणालीको फाइदा कुन होइन? यसको 42 नम्बरको सही विकल्प प्रश्न नम्बर सी नागरिकको सहभागिता कम हुनु। त्यस्तै प्रश्न नम्बर 43 सार्वजनिक वाडापत्रबाट तलका मध्ये के फाइदा हुन्छ? यो प्रश्नको सही विकल्प ए रहेको छ। सेवाग्राहीलाई सेवा कहाँबाट लिने भन्ने जानकारी प्राप्त हुन्छ। त्यस्तै प्रश्न नम्बर 44 मा कार्यालय कार्यविधि किन आवश्यक हुन्छ? यसको सही विकल्प ए रहेको छ। काममा एकरूपता, दक्षता र जवाफदेहिता सुनिश्चित गर्न। त्यस्तै प्रश्न नम्बर 45 मा तलका कार्यहरू प्रक्रियागत क्रम मिलाई सही विकल्प छान्नुहोस्। सुरुमा हामी दर्ता गर्छौँ, त्यसपछि तोकादेश, त्यसपछि टिप्पणी उठान, त्यसपछि निर्णय। 45 नम्बर प्रश्नको सही विकल्प अप्सन डी रहेको छ। सो साथीहरू आजको लागि यति नै। यदि तपाईलाई यस्तै प्री टेस्ट क्वेसन, लोकसेवा जीके, समसामयिक, करेन्ट अफेयर र मोडल क्वेसन सम्बन्धी भिडियोहरू मन पर्छ भने भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। र यस्तै परीक्षामुखी सामग्री निरन्तर प्राप्त गर्नको लागि यो च्यानललाई सब्सक्राइब गरेर बेल आइकन थिचिदिनुहोला। हस् साथीहरू आजको लागि यति नै। फेरि अर्को यस्तै लोकसेवा सम्बन्धी भिडियोमा हाम्रो भेट हुन्छ। सो धन्यवाद साथीहरू।